आज चाहिँ हामी यो है एपिडर्मिस सिस्ट यो चाहिँ हामी सर्जरी गर्न गएका छौँ। आजको हाम्रो पेसेन्ट चाहिँ कति 21 वर्ष है 22 यहाँ पनि देखाउँ लोकल एनेस्थेसियामा गर्ने हो। अब चाहिँ हामी लोकल दिन्छौँ है सही त एकछिन दिँदाखेरि चाहिँ यति अलिक पोल्छ ल यो कस्तो पोल है पज गर्दै खिच्देऊ न ठिक छ नि है अब तिमीलाई दुख्दैन ल यति गरिसकेपछि हामी जहिले कन्फ्युज है लेफ्ट हो क्या जहिले पनि मैले जुन हातले समाएँ तिमीले पनि त्यही हातले समाउने हो क्या अप्ठ्यारो छैन भने त किन निकाल्ने अब उमेर गइसकेपछि मेरो एकदमै पातलो है स्किन यो चाहिँ 3टा भयो नि ल अब चाहिँ आयो खतरा गीत बज्यो त अलिकति भोल्युम लो गर कोचिङ दिदीले मलाई हामी चाहिँ गरिरहेछौँ यो लोकल एनेस्थेसियामा हो अब हामी लगभग सकिन लागेको छ एकदमै ठुलो सिस्ट रहेछ यो लगभग 10-15 वर्षदेखिको सिस्ट हो है यसरी चाहिँ पालेर हामीलाई कुरेर बस्नु भएको रहेछ हैन फेरि रत्तिस जस्तो होला ल एकछिन है कट्री हाल्यो हो खुट्टामा हाम्रो युट्युबको फ्यानहरूले भिडियो नै आएन भनेर क्या भिडियो बनाऊँ भनेर अलिअलि उसले नि भनिरहेको हुन्छ आजकल हाल्नुहुन्न है भनेर अर्को चाहिँ रोल फास्टवालाले पनि भन्छ म हेरिरहेको हुन्छु खत्रो खत्रो हुने है तपाईँकोमा भन्ने भन्छ तर धेरै भयो नहाल्नु भएको भन्छ फेरि ल यस्तो छ है हेर्छौ हुनसक्छ है ए जानको भयो फेरि तिमी अलिकति यहाँ यस्तो गरेन भने रगत जम्छ क्या ल
सोना सिङ्गा नि भएको छ जस्तो त होइन एकचोटि अल नेपालको स्टाफको त्यहाँ आएको थियो नि यस्तै जमेको के त धुपी थियो थिएन धुपी तिमी थियो उता के टेस्ट डोज मात्रै ए अहिले नै झर्नु भयो अरे ल हामी सकाइसक्यौँ है